मामा कति चिन्ता गर्नुहुन्छ भयो छोड्नुहोस् जे नहुनु पर्ने थियो त्यो त भइ नै हाल्यो मलाई त लाग्छ हाम्रो परिवारमा कसैको आँखा लागेको छ हुन सक्छ मान्छे हाम्रो परिवारलाई कसको आँखा लाग्यो बीच बाटोमा तिम्रो माइजूले छोडेर गइन् परिवार गुमाउँदाको पीडा मलाई मात्र थाहा छ तपाईले ठीक भन्नुभयो मामा आफन्त गुमाउनुको पीडा मलाई पनि राम्रोसँग थाहा छ म हिजो अस्ति मात्र आएको मान्छेलाई त यति धेरै पीडा भएको छ भने हजुर त झन् सँगसँगै हरेक पल एक साथ बिताउनु भएको मान्छे तपाईलाई झन् कति पीडा भएको